भन्नुहोस् त पहिलोचोटि ससुराली गएको भाइलाई दिदीले ससुराली जाँदाको अनुभव कस्तो भयो भाइ भनेर सोद्धा विचारमा भाइ लाज मान्दै दिदीलाई के भन्नुहुन्छ सुन्नुहोस् है त। आज चाहिँ यहाँ मेरो भाइ र बुहारी चाहिँ दुधन फर्काएर आए। मैले चाहिँ अब यिनीहरूलाई चाहिँ यिनीहरू चाहिँ भाइलाई चाहिँ कस्तो फर्स्ट टाइम ससुराली जाँदा कस्तो चाहिँ फिल भयो भनेर चाहिँ सोध्दैछु। ल भन् त भाइ कस्तो भयो, कस्तो हुँदो रहेछ फर्स्ट टाइम ससुराली जाँदाखेरि? भन्न भन्दै फिलिङ्स बताए कस्तो भएको? कसको याद आएको अरे? टोइलेटको यादहरू किन आएको? टोइलेट गर्दाखेरि भेरिफाई गर्नु भएन के भन्नु फुल भएर टोइलेट गर्न पाएको अप्ठ्यारो लाग्यो। अरू उहाँहरूले भन्ने के भन्दा पनि आफूलाई अप्ठ्यारो लाग्यो अरे। अनि के भयो त?